तरिका कसरी निभाएको छ अनि एउटा निभाली हाल्नु बाइकमा नि आगो यसरी लागिरहेको छ अलि टाढाबाट अलि टाढा सबैजनाले चाहिँ अलि टाढाबाट आगो लाग्दाखेरि पानी नहाल्नु होला पानी हाल्दा झन् आगो बलिरहेको छ अलि टाढाबाट हो यहाँ रहनु भएको ट्राफिक प्रहरीले चाहिँ राम्रो काम गर्नुभएको छ अहिले सुविसर परेको बोल सर। छ अगाडि अगाडि तलबाट 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 चाहिँ अमाला डाइरेक्ट सुविसर भन्ने यता यता साइडबाट यता तलबाट छ क्या हो ल ए पल्छ रे काम गर्नु आगो बलिनुबाट पनि जोगाउनु भएको छ बाइक उहाँको हो रे क्या उहाँ यहीँ बाइकको अनि सुरक्षा Thank you, दादा। जोगिएको छ केही कुरा क्षति भयो पल्सर 150 आफै के मेरो बाइकमा कुदाएर आएको कुदाएर आउँदा ठ्याक्कै आगो लाग्यो पनि एक्सिडेन्ट भएको त होइन है होइन नर्मल रोकेको मैले फोन अनि गरेँ नोक्सानी चोटपटक ए त्यो फोन गर्नु रोक्दाखेरि हेर्नुहोस् तल 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 त्यता सोबरमा जानु है धेरै सबैजनाले यो खाइरहेको चाहिँ चलाउन सिक्नु होला अझै कति गरिरहेको तलबाट अहिले जता चाहिँ पाइन्छ अनि यो राम्रो काम हो यो पानी हाल राम्रो प्रशंसा पनि गर्नुपर्छ सबैजनाले लाइक सेयर सब्सक्राइब पनि गर्नु होला लास्टमा पानी हाल्नुभएको छ आगो निमिसकेपछि गर्नु रहेछ पल्सर 150 आगो यत्तिकै हिँड्दै हिँड्दै रोक्दाखेरि ठ्याक्कै आगो लागेको यसरी पानी चाहिँ भनेपछि इलेक्ट्रिक मात्र होइन है पेट्रोलवाला पनि यत्तिकै गर्मीले गर्दा होला सायद